स्मार्ट लन्च, सफल बिक्री। आजको हाम्रो गहन छलफलको विषय यही हो। हामी बजारमा हेर्छौं नि, कुनै स्न्याक्स वा नमकिन आउने बित्तिकै पसलमा देखिन्छ, हैन? सबैले त्यसकै कुरा गर्छन्, तर कुनै उत्पादन आएको गएको पत्तै हुँदैन। गोदामको कुनामा यत्तिकै धुलो खाएर बसिरहेको हुन्छ। यस्तो किन हुन्छ होला? के साँच्चै नै त्यो नयाँ उत्पादनमा स्वादै नभएर हो, वा यसको पछाडि अरूले कुनै खेल छ? आज हामी द साइन्स अफ रेन्ज सेलिङ, प्रपर प्रडक्ट लन्च भन्ने एउटा स्रोतमा आधारित रहेर यही रहस्यको गहिराईमा पुग्ने प्रयास गर्नेछौँ। हाम्रो लक्ष्य के हो भने, खास गरी यो स्न्याक्स र नमकिन उद्योगमा एउटा उत्पादनको भविष्य त्यसको लन्चले कसरी निर्धारण गर्छ हो, यही कुरालाई अनि सरल भाषामा बुझ्ने प्रयास गर्नेछौँ आज। अनि यो कुरा एउटा अचम्मको तर सत्य तथ्याङ्कबाट सुरु हुन्छ। कुनै पनि कम्पनीको कुल बिक्रीको लगभग 80% हिस्सा त्यो 80-20 को नियम होइन? हो, ठ्याक्कै। त्यो 80% हिस्सा केवल 20% उत्पादनहरूबाट मात्रै आउँछ। अब बिक्रीको दुनियाँमा यसको अर्थ के हो? के बाँकी 80% उत्पादनहरू कामै नलाग्ने हुन् त? होइन, त्यो प्रश्न एकदमै महत्त्वपूर्ण छ र यसको सिधा जवाब हो होइन। ती बाँकी 80% उत्पादनहरू काम नलाग्ने होइनन्, तर तिनीहरूलाई काम लाग्ने बनाइएन, त्यही हो। ठ्याक्कै, एक्ज्याक्टली। खासमा हामीले एउटा कुरा के बुझ्नुपर्छ भने नि, उत्पादनहरू आफै बिक्दैनन्, तिनीहरूलाई बिकाउनु पर्छ। यो वाक्य सुन्दा सामान्य लाग्न सक्छ, तर स्न्याक्स र नमकिन व्यवसायको हरेक सफलता र असफलताको जड यही एउटा लाइनमा लुकेको छ। बिकाउनु पर्छ। यो सुन्दा मलाई स्रोतमा उल्लेख गरिएको सुरेश नामको एक सेल्सम्यानको कथा याद आयो। सुरेश एकदमै मेहनती सेल्सम्यान थियो, आफ्नो टार्गेट सधैँ पूरा गर्थ्यो, तर उसको काम गर्ने तरिकामा एउटा ढाँचा थियो। ऊ पसलमा जाने बित्तिकै त्यही 3-4वटा सबैभन्दा चलेको, हिट भइसकेको उत्पादन मात्र देखाउँथ्यो। जुन सजिलै बिक्छ, बिल छिटो बन्छ। हो, किनभने उसलाई थाहा थियो पसलेले ती सामान सजिलै लिन्छ, उसको बिल छिटो बन्छ र टार्गेट पूरा हुन्छ। उसले कहिल्यै पनि नयाँ लन्च भएका उत्पादनहरूलाई आफ्नो झोलाबाट निकालेर पसलेलाई देखाउने दुःख नै गरेन। हो, यो सुरेशको कथा मात्र होइन, यो हजारौं सेल्सम्यानको कथा हो। उनीहरूलाई लाग्छ कि उनीहरू स्मार्ट काम गरिरहेका छन्, तर वास्तवमा उनीहरूले कम्पनीको भविष्यसँग खेलिरहेका हुन्छन्। अनि एक दिन सुरेशको सिनियर म्यानेजर फिल्ड भिजिटमा आए र सुरेशसँगै एउटा पसलमा गए। पसलबाट निस्किएपछि म्यानेजरले सोधे, सुरेश, यो महिना कतिवटा पसलमा नयाँ लन्च भएको चिली चाट नमकिन देखायो? अनि सुरेश अकमक्क पर्यो होला, हैन? बिल्कुल। उसको अनुहारमा कुनै जवाफ थिएन, किनभने उसले त सायद एउटै पसलमा पनि देखाएको थिएन होला। ठ्याक्कै। अनि म्यानेजरले जुन कुरा भने नि, त्यो हरेक सेल्सम्यान र वितरकले आफ्नो दिमागमा राख्नुपर्छ। उनले भने, सुरेश, याद राख, कुनै पनि उत्पादन बिक्नुभन्दा पहिले त्यो देखिनुपर्छ। सही हो। देखिनुभन्दा पहिले त्यो पसलमा स्टक हुनुपर्छ, र स्टक हुनुभन्दा पहिले हाम्रो वितरकले सही मात्रामा अर्डर गर्नुपर्छ। यो एउटा सुनौलो चेन जस्तै हो। यदि अर्डरै कम भयो भने स्टक कम हुन्छ। अनि स्टक कम भएपछि त्यो देखिँदैन, र जब देखिँदैन तब त्यो बिक्दैन। त्यो दिन सुरेशले पहिलो पटक बुझ्यो, उत्पादन कमजोर थिएन, मेरो लन्च कमजोर थियो। भनेपछि समस्याको जड सेल्सम्यानको त्यो बानी र वितरकको अर्डर गर्ने तरिकामा गएर ठोकिन्छ। तर यो कमजोर लन्च किन यति सामान्य छ त? वितरकहरू किन नयाँ उत्पादनको लागि पर्याप्त अर्डर गर्न हिचकिचाउँछन्? एकदमै राम्रो प्रश्न। यसको पछाडि मुख्यतया 2वटा कारण छन्। पहिलो हो जोखिमको डर। वितरकको लागि पहिलेदेखि नै बजारमा चलेको हिरो उत्पादन बेच्नु भनेको मतलब सुरक्षित खेल हो। पैसा फस्दैन भन्ने हुन्छ। हो, उसलाई थाहा छ त्यो बिक्छ, पैसा फस्दैन। तर नयाँ उत्पादनमा लगानी गर्नु भनेको एउटा अनिश्चिततामा हाम फाल्नु जस्तै हो। बिकेन भन्ने के गर्ने? पैसा डुब्यो भने? यो डरले उसलाई ठूलो मात्रामा अर्डर गर्नबाट रोक्छ। र दोस्रो कारण हो प्रोत्साहनको कमी। कहिलेकाहीँ कम्पनीहरूले नयाँ उत्पादन लन्च त गर्छन्, तर वितरक र सेल्सम्यानलाई त्यसलाई बजारमा स्थापित गर्नको लागि चाहिने सहयोग र प्रोत्साहन दिँदैनन्। जस्तै सुरुवाती छुट वा नबिकेमा फिर्ता लिने ग्यारेन्टी।
यस्तै केही? हो, ठक्कै। वा अतिरिक्त मार्जिन। जब वितरकलाई त्यो जोखिम उठाउँदा आफूलाई केही फाइदा हुन्छ भन्ने महसुस हुँदैन, उसले किन दुःख गरोस्? वो आफ्नो पुरानै सजिलो बाटो हेर्छ। यही मनोविज्ञानले गर्दा कम मात्राको समस्या सुरु हुन्छ। हो। यो मनोविज्ञानले निम्त्याउने कम मात्राको समस्याले व्यवहारमा कस्तो असर पार्छ? यसको गणित कस्तो छ? यसको गणित एकदमै सीधा र डरलाग्दो छ। स्रोतले यसलाई कम मात्रा इक्वल्स टु मृत लन्च इक्वल्स टु मृत उत्पादन भन्ने समीकरणमा बाँधेको छ। मृत लन्च? हो। एउटा उदाहरण हेरौँ न। मानौ तपाईँको क्षेत्रमा 50वटा महत्त्वपूर्ण पसल छन् जहाँ तपाईँ नयाँ उत्पादन लन्च गर्न चाहनुहुन्छ। सुरुमा हरेक पसलमा 2-2 प्याकेट मात्र राख्ने हो भने पनि तपाईँलाई कम्तीमा 100 प्याकेट स्टक चाहिन्छ, हैन? चाहियो। तर वितरकले जोखिमको डरले 40 प्याकेट मात्रै अर्डर गरेर ल्यायो। अब के हुन्छ? अब तपाईँले 50वटा पसलमा होइन, केवल 20वटा पसलमा मात्रै त्यो उत्पादन पुर्याउन सक्नुहुन्छ। ठ्याक्कै। र यसको परिणाम तपाईँले सोचेभन्दा गहिरो हुन्छ। पहिलो, बाँकी 30वटा पसलले त्यो उत्पादन कहिल्यै देख्दैनन्। उनीहरूलाई बजारमा यस्तो केही आएको छ भन्ने थाहै हुँदैन। हो। र दोस्रो, महिनाको अन्त्यमा जब कम्पनीले रिपोर्ट हेर्छ, उसले के देख्छ? यो उत्पादनको मागै छैन। अनि सेल्सम्यान र वितरकले पनि त्यही भन्छन्, सर, बजारले उठाएन। तर वास्तविकता के हो? वास्तविकता यो हो कि माग कहिले सृजना नै गरिएन। माग त तब सृजना हुन्छ जब उत्पादन उपभोक्ताको आँखा अगाडि हुन्छ। जब उत्पादन पसलमै पुगेन भने माग कसरी आउँछ? हो नि। यो असफलताको एउटा आत्मघाती चक्र हो, जहाँ तपाईँ आफैले उत्पादनलाई असफल हुने वातावरण बनाइदिनुहुन्छ र अन्त्यमा दोष उत्पादनलाई दिनुहुन्छ। यो सुन्दा मलाई एउटा कुराले सधैँ अचम्ममा पार्छ। हामीले बजारमा बारम्बार देखेका छौँ, एउटै उत्पादन एउटै कम्पनीको, तर एउटा वितरकको क्षेत्रमा हिट, अर्कोकोमा फ्लप। यदि उत्पादन साँच्चै कमजोर थियो भने त त्यो कहीँ पनि बिक्नु हुँदैन थियो नि। यस्तो किन हुन्छ होला? यो आजको हाम्रो छलफलको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो र यसको जवाफले नै लन्चको शक्तिलाई छर्लङ्ग पार्छ। जहाँ बिक्री धेरै भइरहेको हुन्छ, त्यहाँ के भयो भनेर गहिरिएर हेर्नुहोस्। त्यहाँको वितरक र उसको सेल्स टिमले सुरुदेखि नै त्यो उत्पादनमा विश्वास गर्यो। उनीहरूले पर्याप्त मात्रामा अर्डर गरे। उनीहरूले आफ्नो क्षेत्रको हरेक महत्त्वपूर्ण पसलमा त्यो उत्पादन पुर्याए। भनेपछि पहुँच बढ्यो। हो, पहुँच बढ्यो। उनीहरूले पसलेलाई त्यसको बारेमा बताए, जसले गर्दा त्यो उत्पादन धेरै पसलहरूमा देखियो, धेरै उपभोक्तासम्म पुग्यो र बिस्तारै पुनः अर्डर आउन थाल्यो। एउटा सकारात्मक चक्र सुरु भयो। सही। तर जहाँ त्यो उत्पादन असफल भयो, त्यहाँ ठेकै उल्टो भयो। त्यहाँ सुरुदेखि नै शङ्का थियो होला। हो। स्टक कम अर्डर गरियो, थोरै पसलहरूमा मात्रै वितरण भयो, धेरै उपभोक्ताले देख्दै देखेनन्। अनि पुनः अर्डर आएन? पुनः अर्डर आउने प्रश्नै उठेन। केही हप्तामै सबैले हार मानेर भने यो उत्पादन चलेन। यहाँ के देखिन्छ भने उत्पादन असफल भएको होइन, लन्च असफल भएको हो। हो। यो सानो भिन्नताले नै सफलता र असफलताको ठूलो खाडल बनाउँछ। एक विश्वस्तरीय एफएमसीजी कम्पनीका वरिष्ठ महाप्रबन्धकको भनाइ नै छ, यदि तपाईँ कुनै उत्पादनलाई मार्न चाहनुहुन्छ भने त्यसलाई अपर्याप्त स्टोक र अपर्याप्त तयारीका साथ लन्च गर्नुहोस्। त्यो आफै मर्छ। कडा कुरा। ठिक छ, हामीले समस्या के हो, किन हुन्छ र यसको परिणाम कस्तो हुन्छ भन्ने कुरा त बुझ्यौं। अब समाधानको कुरा गरौँ न। एउटा स्मार्ट लन्च जसले उत्पादनलाई मार्दैन बरु जीवित बनाउँछ, त्यसमा वास्तवमा के कुराहरू समावेश हुन्छन् त? कि यो केवल धेरै स्टक अर्डर गर्नु मात्र हो? होइन, यो त्योभन्दा धेरै गहिरो छ। स्मार्ट लन्च एउटा घटना होइन, यो एउटा प्रक्रिया हो। यसका मुख्य 3 चरण हुन्छन्। पहिलो चरण हो लन्च अघिको तयारी। तयारी? कस्तो तयारी? यो भनेको उत्पादन गोदाममा आइपुग्नुभन्दा 1 हप्ता अघिदेखि नै सेल्सम्यानले आफ्नो बजारमा एउटा उत्सुकता जगाउनु हो। उसले आफ्नो नियमित पसल भ्रमणमा पसलेरूलाई भन्न सक्छ, दाइ, अर्को हप्ता कम्पनीको एउटा एकदमै नयाँ र गजबको उत्पादन आउँदैछ, तयार रहनु होला है। एउटा हाइप बनाउने जस्तो। हो, ठ्याक्कै। यसले पसलेको दिमागमा एउटा ठाउँ बनाउँछ। वितरकले पनि आफ्नो डेलिभरी रुट र योजना पहिल्यै बनाउनुपर्छ। यो त भयो तयारीको कुरा। अब दोस्रो चरण अर्थात् लन्चको दिन के गर्नुपर्छ? दोस्रो चरण हो प्रभावशाली प्रस्तुति। लन्चको दिन सेल्सम्यानको काम केवल उत्पादनको कार्टुन पसलमा छोडेर हिँड्नु मात्र
होइन। उसले त्यो कार्टुन खोलेर कम्तीमा 2-4 प्याकेट पसलेको काउन्टरमा वा सबैभन्दा राम्रो देखिने ठाउँमा सजाएर राख्नुपर्छ। भिजिबिलिटी बढाउनु पर्यो। एकदम। उसले पसलेलाई त्यसको विशेषता, मूल्य र मार्जिनको बारेमा बताउनुपर्छ। सम्भव भए एक प्याकेट सित्तैमा चाख्न दिनुपर्छ। पहिलो प्रभाव नै अन्तिम प्रभाव हो। र तेस्रो चरण लन्च भइसकेपछि त काम सकियो नि, होइन र? सकिएन। सबैभन्दा महत्त्वपूर्ण चरण त अब आउँछ। तेस्रो चरण हो निरन्तर फलोअप। फलोअप हो। उत्पादन पसलमा राखेको 3-4 दिन वा 1 हप्तापछि सेल्सम्यानले फेरि त्यो पसलमा गएर सोध्नुपर्छ, दाइ त्यो नयाँ सामानको के छ खबर, ग्राहकले के भने। यसले 2वटा काम गर्छ। 1, पसलेलाई लाग्छ कि कम्पनी यो उत्पादनप्रति गम्भीर छ। 2, यदि बिक्री सुरु भएको छ भने तुरन्तै पुनः अर्डर लिन सकिन्छ, ताकि स्टक कहिल्यै नसकियोस्। हो। यो 3 चरणको प्रक्रिया अपनाउँदा मात्रै एउटा लन्च स्मार्ट बन्छ। भनेपछि आज हाम्रो कम्पनीमा जुन हिरो उत्पादन छ, जुन सबैभन्दा धेरै बिक्छ, त्यो पनि कुनै दिन यही स्मार्ट लन्च प्रक्रियाबाटै गुज्रिएको थियो कि त्यो सुरुदेखि नै जादुले बिकेको होइन? एकदमै। कुनै पनि उत्पादन हिरो भएर जन्मदैन, त्यसलाई हिरो बनाइन्छ। आज जुन उत्पादन तपाईँको लागि सबैभन्दा सजिलो र भरपर्दो छ, त्यसको इतिहास सम्झनुहोस् त। जब त्यो नयाँ थियो, कम्पनीले त्यसलाई ठूलो तामझामका साथ लन्च गर्यो। तपाईँले त्यसलाई धेरै मात्रामा अर्डर गर्नुभयो। तपाईँको सेल्स टिमले त्यसलाई हरेक गल्ली र कुनाको पसलसम्म पुर्यायो। हो। अनि त्यसको परिणामस्वरूप तपाईँले धेरै पुनः अर्डरहरू पाउनुभयो, जसले एउटा सफलताको चक्र नै बनाइदियो। भनेपछि यो कुनै जादु होइन? होइन, यो केवल सही लन्च प्लस सही प्रयासको परिणाम हो। हरेक नयाँ उत्पादनमा अर्को हिरो बन्ने सम्भावना हुन्छ, तर त्यसलाई त्यो मौका दिनुपर्छ। अब सेल्सम्यान र वितरकले आफूलाई केही प्रश्नहरू सोध्नुपर्ने बेला आएको छ, जसलाई स्रोतले रियालिटी चेक भनेको छ। यी प्रश्नहरू ऐना जस्तै हुन्। जस्तै, यदि कुनै उत्पादन तपाईँको क्षेत्रमा बिक्रिरहेको छैन तर छिमेकी क्षेत्रमा धेरै बिक्रिरहेको छ भने आफैलाई सोध्नुहोस् के त्यो क्षेत्रको वितरकले धेरै अर्डर गर्यो? के उसको टिमले धेरै पसलमा पुर्यायो? र के मेरो क्षेत्रमा स्टक, वितरण र पहुँच कम थियो? यी प्रश्नहरूको इमानदार जवाफले नै समस्याको जड देखाइदिन्छ। 99% अवस्थामा जवाफ एउटै हुन्छ। उत्पादन कमजोर छैन, हाम्रो प्रयास र लन्च कमजोर थियो। यो कुरालाई बुझ्न एउटा अन्तिम तर एकदमै शक्तिशाली उदाहरण छ, अभिभावक र बच्चाको। यो उदाहरण एकदमै रोचक छ। कल्पना गरौँ, 2वटा घर छन्। पहिलो घरमा आमाबुवाले आफ्नो बच्चाको लागि कहिल्यै पाठ्यपुस्तक किनिदिएनन्। अनि बच्चाले पढ्न पाएन। हो, पढ्न पाएन। परीक्षामा उसको अङ्क कम आयो। अनि आमाबुवाले बच्चालाई नै दोष दिए, यो पढाइमा कमजोर छ। तर सत्य के थियो? सत्य थियो, बच्चा कमजोर थिएन, किताब कहिले आइपुगेन। र दोस्रो घरमा आमा बुवाले समयमै किताब किनिदिए, बच्चाले पढ्यो, मेहनत गर्यो र उसको राम्रो अङ्क आयो। हो, यहाँ बच्चा उही हो, तर परिणाम फरक छ, किनभने उसले पढ्नको लागि सही स्रोत पायो। यो त सिधै हाम्रो व्यापारसँग जोडियो नि। स्न्याक्स नमकिनको व्यापारमा पनि ठ्याक्क यही सिद्धान्त लागू हुन्छ। उत्पादन तपाईँको बच्चा जस्तै हो र स्टक तथा वितरण उसको लागि पाठ्यपुस्तक जस्तै हो। यदि तपाईँले उत्पादनलाई पसलको सेल्फसम्म पुर्याउनु भएन भने त्यो कहिले उपभोक्ताको हातमा पुग्दैन। अनि हामी भन्छौँ उत्पादन कमजोर छ। तर वास्तविकता हो, उत्पादन कमजोर छैन, लन्च कमजोर छ। यो सबै छलफलले हामीलाई एउटा महत्त्वपूर्ण बिक्री सूत्रतर्फ लैजान्छ। धेरै उत्पादनहरू, धेरै बिक्री, धेरै नाफा। जुन सेल्सम्यानले आफ्नो झोलामा कम्पनीका सबै उत्पादनहरू मतलब फुल रेन्ज बोकेर हिँड्छ, उसले बिक्रीको हरेक अवसरलाई समात्न सक्छ। हो, यदि कुनै पसलेले तपाईँको हिरा उत्पादन लिन मानेन भने सायद उसले तपाईँको नयाँ उत्पादन लिन सक्छ। हो, जब तपाईँसँग विकल्प धेरै हुन्छ, तपाईँको बिक्रीको सम्भावना पनि त्यति नै धेरै हुन्छ। र यसको अन्तिम निष्कर्ष के हो भने उत्पादनहरू आफै चल्दैनन्, तिनीहरूलाई चलाउनु पर्छ। र हरेक चालको सुरुवात एक पूर्ण र सही लन्चबाट हुन्छ। यो वाक्यलाई त हरेक सेल्सम्यानले आफ्नो डायरीको पहिलो पानामा लेखेर राख्नुपर्छ जस्तो लाग्यो। एकदम। आजको हाम्रो छलफलको अन्त्यमा सेल्सम्यानहरूको लागि अन्तिम एक लाइनर सन्देश छ।
तपाईँ जति राम्रोसँग लन्च गर्नुहुन्छ तपाईँ त्यति नै राम्रोसँग बेच्नुहुन्छ। तपाईँको सफलता तपाईँको लन्चको गुणस्तरमा निर्भर गर्छ। र आजको छलफलपछि एउटा कुरा सोच्न लायक छ। सेल्सम्यानको झोलामा भएको हरेक नबिकेको उत्पादन पुस्तकालयको सेल्फमा राखिएको नपढिएको किताब जस्तै हो। त्यो कथाको सफलता लेखकको लेखनमा मात्र निर्भर गर्दैन, तर कसैले त्यो किताबलाई खोलेर पहिलो पाना पढ्छ कि पढ्दैन भन्ने कुरामा निर्भर गर्छ। र उत्पादनको लन्च नै त्यो पहिलो पाना हो। यदि पहिलो पाना नै खोलिएन भने भित्र जतिसुकै राम्रो कथा भए पनि त्यो सधैँको लागि बन्द नै रहन्छ। त्यसैले आफ्नो झोलामा भएको हरेक उत्पादनलाई पहिलो पाना खोल्ने मौका दिनुहोस्।